सम्पूर्ण मित्रहरूमा नमस्कार। म दिलीप कुमार, तपाईँ हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल समाज परिवर्तन। धेरै लामो समयपछि तपाईहरुमा आज म एउटा रोचक, प्रेरणादायी र सन्देशमूलक कथा लिएर उपस्थित भएको छु। यस्तै रोचक, प्रेरणादायी र सन्देशमूलक कथाहरू सुन्नको लागि मेरो युट्युब च्यानल समाज परिवर्तनलाई सब्स्क्राइब गर्नुहोस् र मेरो फेसबुक च्यानल दिलीप कुमारलाई फलो गर्नुहोस्। लागौं अब आजको कथातर्फ। कथाको शीर्षक छ ज्ञान ठुलो कि व्यवहार। प्राचीन कालको एउटा सानो कथा छ। यो कथा प्राचीन कालको एक विद्वान राजपुरोहित र राजासँग सम्बन्धित छ, जहाँ एउटा सानो घटनाले हामीलाई जीवनको ठुलो सत्य सिकाउँछ। राजाको दरबारमा एकजना धेरै प्रसिद्ध राजपुरोहित थिए। उनी धेरै विद्वान थिए। राजपुरोहित दरबारको हलमा आउँथे। राजा आफ्नो सिंहासनबाट उभिन्थे र राजपुरोहित आएर आफ्नो आसनमा नबसेसम्म उभिरहन्थे। राजाले उनलाई धेरै सम्मान गर्थे। एक दिन राजाको मनमा एउटा विचार आयो र उनले पूर्ण दरबारको अगाडि राजपुरोहितलाई सोधे, मलाई भन्नुहोस्, यस संसारमा ज्ञान बढी महत्त्वपूर्ण छ कि व्यवहार बढी महत्त्वपूर्ण छ? राजपुरोहितलाई प्रश्न धेरै गाह्रो लाग्यो। राजाले धेरै ठुलो प्रश्न सोधेका थिए। उनले भने, मलाई केही समय दिनुहोस्, म यसको जवाब दिनेछु। उनी 2-3 दिनसम्म चिन्तित रहे। जब उनी घर गए, उनी केही बोलेनन्, चुपचाप बसिरहे। यो देखेर उनको श्रीमतीले उनलाई सोधिन्, के भयो? तिमी धेरै चिन्तित देखिन्छौ। राजपुरोहितले आफ्नो श्रीमतीलाई भने कि राजाले एउटा प्रश्न सोधेका थिए जसको उत्तर पाउन गाह्रो थियो। उनको श्रीमतीले राजपुरोहितलाई एउटा विचार दिइन् र भनिन्, यसो गर्दा तपाईले उत्तर पाउनुहुनेछ। उनले भने, ठिक छ। राजपुरोहितको प्रभाव र पहुँच दरबारभरि फैलिएको थियो। उनी राज्यको खजानामा राख्ने ठाउँमा गए र गोप्य रूपमा 2वटा मोती चोरे। त्यहाँ भएको खजान्जीले त्यो दृश्य देखे र आफ्नो आँखामा विश्वास लागेन र भने कि राजपुरोहित कति सम्मानित व्यक्ति हुन् र उनी 2 मोती चोर्दैछन्। तर फेरि भने, होइन, अरू केही हुनुपर्छ र उनले यो गर्न सक्दैनन्। सबै कुरा उनलाई मात्र थाहा थियो, त्यसैले उनले केही बोलेनन्। भोलिपल्ट फेरि चोरे, फेरि केही भनेनन् र यो सोचे कि ठिक छ, यो निश्चित रूपमा केही न केही रहस्य छ। तेस्रो दिन, चौथो दिन र 5औं दिन लगातार यही क्रम जारी रहेपछि ती खजान्जी राजा कहाँ पुगे र उनले राजालाई सबै कुरा भने कि पुरोहितजी सधैँ आउनुहुन्छ, गोप्य रूपमा मोती चोर्दै हुनुहुन्छ। जुन दिन राजालाई यो कुरा थाहा भयो, भोलिपल्ट जब दरबार बस्यो, राजपुरोहितजी आए। राजा आफ्नो सिंहासनबाट उठेनन्। उनको मन विचलित भयो। उनले भने कि म उनलाई कति सम्मान गर्छु, तर उनी चोरी गर्दैछन्। त्यस दिन पनि राजपुरोहितजी आए र आएर आफ्नो आसनमा बसे। दरबारमा भएका सबै मानिसहरू हेरिरहेका थिए, के भइरहेको छ? राजाले किन सम्मान गर्दैनन्? राजपुरोहितले बुझे कि मेरो औषधिले काम गरिरहेको छ। उनी राजाले सोधे, मलाई एउटा कुरा भन्नुहोस् राजपुरोहितजी, के तपाईँ चोरी गर्दै हुनुहुन्छ? राजपुरोहितजीले भने, हो, म मोती चोर्दैछु। यी लौनुहोस् तपाईँको मोती भनेर राजाको हातमा राखिदिए। राजाले भने कि जब तपाईँले मलाई दिनु नै थियो भने किन चोरी गर्नुभयो? राजपुरोहितजीले भन्नुभयो कि मैले यी मोतीहरू चोरे ताकि म तपाईँको प्रश्नको जवाब दिन सकूँ। तपाईँले सोध्नुभएको थियो, ज्ञान ठुलो हो कि व्यवहार ठुलो? आज पनि मसँग हिजो जति ज्ञान थियो त्यति नै छ। ज्ञानमा कुनै कमी आएको छैन, तर तपाईँले थाहा पाउनुभयो कि म चोरी गर्छु। त्यसैले तपाईँले मलाई अब सम्मान गर्न छोड्नुभयो। आज तपाईँ आफ्नो सिंहासनबाट उठ्नु भएन। तपाईँले मेरो व्यवहार थाहा पाएर मसँग रिसाउनुभयो र तपाईँ मसँग राम्रोसँग कुरा पनि गर्नु भएन। मसँग अझै पनि उस्तै ज्ञान छ। मैले यो चोरेको छु ताकि म ज्ञान ठुलो कि व्यवहार ठुलो भनेर पत्ता लगाउन सकूँ। पुरोहितले राजालाई भने, अब तपाईँ आफै भन्नुहोस्, ज्ञान ठुलो कि व्यवहार? राजाले सबै कुरा बुझे। यो सानो कथाले के सिकाउँछ भने तपाईँले जतिसुकै ज्ञान जम्मा गरे पनि यदि तपाईँले यसलाई कार्यान्वयन गर्नु भएन भने, यसलाई व्यवहारमा लागू गर्नु भएन भने
यसको कुनै अर्थ रहन्न। जबसम्म तपाईँ आफ्नो व्यवहार परिवर्तन गर्नुहुन्न, चिजहरू परिवर्तन हुँदैनन्। तपाईँले जतिसुकै ज्ञान जम्मा गर्नुभयो भने पनि किताबहरू पढेर, भिडियोहरू हेरेर, लेखहरू पढेर जबसम्म तपाईँ यसलाई आफ्नो व्यवहारमा अपनाउनुहुन्न, तबसम्म ती सबै कुरा ज्ञान हुन जान्छ। लाइक गर्नुहोस्, कमेन्टमा तपाईँको विचार लेख्नुहोस्, च्यानल सब्सक्राइब गरी बेल आइकन दबाउनुहोस् ताकि आगामी भिडियोको सूचना तुरुन्त पाउन सक्नुहुनेछ। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।